मेरो दिदी हालखबर ठिकै छ भ्यागुते भाइ भ्यागुते अहिले मालले आउँदैन कसरी दियो अरे कसरी बित्र हात दिनहरू अस्ति नचाहिहाले के आज नचाम भनेर आएको मलाई नचाउने चल तपाईँ नाचेर साँच्चै पोखरा भूकम्प आएको यार तिमीले भिडियो सबैजनाले के अरे भिडियो बनाइदिएर सबैले भाइरल गराइदिएर फेरि मलाई यहाँ मलाई भाइरस बनाएर खेल्ने हो मसँग दम छ हो गर्दै अहिले फेरि यहाँ बिग म्याचको लागि एकजना दाइले मलाई भ्युअर दिन भनिसक्नु भएको के म त्यही भएर म केही गर्न सकिनँ यार ए हो नखेल्ने खेल्ने तर त्यो बिग म्याच पछि खेल्ने कि फेरि अहिले खेल भने मैले उहाँलाई मैले भर दिइसकेँ फेरि अब ठुलो भएर त मलाई म थाना भन्छ फेरि भोलि बिहान गिफ्टले बिना त हामी पेट घरमा चामल आउने त गिफ्टले गर्दा हो ल जानु त जानु भ्यागु त जस्तो उफ्रिँदै ल जानु भ्यागु त जस्तो उफ्रिने यो पछि आउँछु ल अहिले खाली बस्नुहोस् ल अब खाली टुवा पनि बस्नु अब अनि गेम त खेल्नुहोस् कि बिग म्याचमा यसो अलिकति भ्युअरले गिफ्टले भनेको मान्न पर्यो नि त त्यही भएर यसो अलिकति पठाएपछि अनि त्यसपछि आउँछु म ल ल फोन आयो दिदी हेनाको बोयफ्रेन्डको दिदी हजुर सगरमाथाको ढिस्को ठुलो कि तपाईँ ठुलो पातेर उडाइदिन्छ नि त हजुर नि ल भाइ गेम खेल्ने हो मसँग त्यही त शरम गर्नुहोस् यार के शरम गर्ने नाङ्गे सुरुमा शरम गर ल पातेर उडाउँछ भने त्यत्रो हावाभन्दा पनि धेरै ठुलो छ र भने त्यसरी पात्ने अब त दिनभरि पाले पाल्यो खाएको खै पाले पाल्यो तपाईँले अनि नपाले त अनि बेलुन झै फुटिहाल्छ नि बेलुन झै फुलिहाल्छ नि तपाईँ बेलुनभन्दा कन्से कम हुन्छ र त्यही त भनेको त अनि बेलुन त फुटिहाल्छ ए बेलुन त फुलिहाल्छ त पादैन भने तिमी पात्दैनौ र छैन र छैन गेम खेल्ने हो छैन र मतलब गेम खेल्ने भने पनिसमेन्ट गेम मेरो भ्युअर नभए बेला आउनु भएछ नत्र 9000 भ्युअर थियो धोबी हान्थे हाम्रो नभए खेल्छौँ क्या जम्मा 500 त छ त भन्नुहोस् के हो पनिसमेन्ट भन्नुहोस् ल तिमीले भन तिमीले जे भन्छौ त्यही ल कुर्सीमाथि बसेर उफ्रिने अनि अर्को साँप जस्तै हिँड्ने के जस्तो साँप जस्तै साँप रे घसेर हिँड्ने अर्को तेस्रो पनि के भन्दाखेरि मेरो भिडियो त पनि भाइरल तेस्रो पनिसमेन्ट 1 गिलास पानी यस्तै राखेर हात सिधा गरेर पिउने ल ल तपाईँ के हो सेम तिम्रो जस्तै ल गाइस कति हजारमा भिडियो रेकर्ड गर्न भए पनि हराउँछ नि क्या मलाई त भाइ कति हजारमा पनिसमेन्ट अब तिमी भन नि त जम्मा 6000 हुन्छ 15000 स्कोरमा 15000 म तिमी त ट्यापिङ हुन्छ है 15 त मलाई साफ जस्तो भएको त मेरो त पुरै भोलि वाल टिकटकको वाल भरि यही भिडियो हुन्छ ल फेरि यहाँ हात्तीको बच्चाले साँपको क्यारिकेचर गर भन्ला ल ठिकै छ के भएन ल खेलौँ अब दिदीको ढोलक उफ्रे जस्तो उफ्रिनु पर्छ अब यहाँ बेस्ट अफ 3 हैन ए बेस्ट अफ 3 रे वान एन्ड डन हो के बेस्ट अफ 3 हो वान एन्ड डन रे गाइस है डन ए मसँग 3 खेल्न सक्दैनौ के रे 3 खेल्न सक्दैनौ
ए त्यसै भियर घट्छ गाइस कम अन डबल लेट्स गो फास्ट कम डन है वान डन सबैजना सपोर्ट गर्नु छ गाइस बिरयानी सुरुमै हग्न जाने हो त हग्न कोले हग्या त्यहाँ एकचोटि कसले हग्छ भने पिसन लगाएर जानु हुँदैन मुत्त पाइन हामी यो देखेर पिसमलाई त्यही धर्ते चुवा भरि हुन्छ त अनि नभए अलि सपोर्ट डान्स गर्दाखेरि गरे भए हुन्थ्यो बबाल दिन्थ्यो यसलाई भेट्छ न नाच्दिनुहोस् ल दम छ गाइस सब दिन फेरि लाइभ छ चल लाइभ सर गाइस यो भाइलाई चाहिँ कुर्सीमाथि ब्रुक ब्रुक उखाल्नु पर्छ है गाइस कम अन बुस्टी फाला गाइस कम हिम्मत नहार बुस्टी फाला गाइस कोही छ मेरो पनि बिग म्याचको लागि भियर माग्ने दाइहरुले आएर जिताए हुन्छ नि यार जेनी वेलकम एउटा बुस्टिङ त फाला यार सुरुमै के तमासा हो बे तेरी माटका एउटा बुस्टिङ त फाला हिम्मतै आएन के यार 7000 भ्युअर गाइस के तमासा हो यार सक्दिन नि फेरि ब्रदर खै यार उहाँ आउनु पर्छ यस्ता स्कोर त उहाँ त बिरालले गु छोड्नुहुन्छ यस्ता स्कोरलाई तर ब्रदर आउनु भएन छा सुरुमा तमासा भयो यार बागे हान्दै त यार मेरा बागे हान्दै यार हात्तीको बच्चालाई बाघले हाने अब के गर्छु नाति के गर्नु रोयो क्या झन्न पनिसन चाहिँ अलिकति नर्मल राखेको छु त्यही मात्रै बेस्ट अफ खेल्ने कुकुरको बच्चा त रोइरहेको खत्तम भयो त यार ल बिग म्याचको लागि भ्युअर्स दिएको भाइहरू खोइ भनेको आउँदैनन् गर्थ्यो त ब्रुक ब्रुक भएर लास्ट यति यार लिनीमा दिने त कहाँ हुन्छ त अनि के छ दिदी डाङ किडाङ बाघ सग आफा त के छ उता त्यस्तो के भन्छ ल अब नाच्दछ एकै कुर्सी बिच माथि ब्रुक 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 उफ्रियो त ल ए एक गिलास पानी खाने पनि थियो ल बाबा मेरो इच्छा हो नि त अनि गेम खेल्न भन्दा पुरै डिल गरिसक्नु भएको त्यो त एक गिलास पानी के खाने बच्चा मैले हान्दा भनेको त बाघ नि त्यसो त सिधै प्लानिङ हो नि अनि के प्लानिङ हुने त ल मलाई अघि गेम खेल्न भन्दा पहिला हामी डिल गरेर खेलेका छौँ एक गिलास पानी खाने मतलब प्लानिङ गरेर के अनि कसलाई बाघ खाल्न धेरै भएर भने के अनि तपाईँले सेम भने होइन तपाईँले दिने हो नि तपाईँले दिनु नि त मलाई अनि म सेम भनेर अरे सेम भन्नुभएको यार मेरो कान बोइरो छ यार म त सेम पप्पी सेम भनेर पो त जोनी यस्तो सम्झ्या त जोनी झन् जोनी यसमा झन् जोनी सिङ तापा भन्नु भएन पनिसमेन्ट दिन्छु ल ए मिल्दैन अब त्यस्ता कुरा डिल गरेर खेला हो त्यस्तो हुन्न डिल गरेर खेल्दा जे गर्नु मलाई गर ल मैले तपाईँलाई कुर्सीमाथि उफ्रिनु लिएको अनि एक गिलास पानी खान दिएको अनि साप बना दिएको तपाईँले सेम भन्नुभएको हो ल अबको पनि भन्नुहोस् कति खेल्ने म साप बन्छु एकैचोटि यो पनिसमेन्ट कतिखेर गर्नु त यो पनिसमेन्ट अब म गर्छु ल ठिक छ फेरि खेल्ने हो नि छ्या मेरो त जानु भएन तपाईँलाई मान्छे बोलाएर हान्नु पर्छ क्या प्लानिङ यार मान्छे बोलाउने तिम्रोमा हानेर भनेर मान्छे बोलाएको म गेम खेल्छु फलानासँग यस्तो होस्टसँग खेल्छु ल मेरो मारा हान्दै भने जस्तो भयो त नि नो
होइन कि कसलाई चाहिँ भन्ने हो भने कि ए के डराउनु भयो मेरा कोन चाहिँ मान्छेहरू छन् र भने कि मेरा भ्युर मात्र हो यहाँ हुनु न यार फेरि खेल्नु भने ए डराएर त्यत्रो बाघ सकाएर के डराएर बसिरह यार एकचोटि पो भएको छ 10 चोटि भएको छ कस्तो गरेर ल ठिक छ अब गेम खेल्ने खेल्ने हो खेल्ने हो के ल भन्नुहोस् पनिसमेन्ट के हो पनिसमेन्ट साइड लाइन नाच्ने भाइ टाइट लाइन साडी कि साडी साइड लाउने नाच्छौ त अरू बेला ग्रुप ग्रुप भयो नाचिदिन्छु ल सेकेन्ड के हो भन्नुहोस् अर्को चाहिँ कुखुरा बनेर 5 चोटि अप डाउन गर्ने ट्याक 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 कुखुरा गरेर उता जाने फेरि टुक्रा बनेर आउने कुखुरा बन्ने भन्ने यसो गर्छ चाका आउनुको चल्ला जस्तो के भनेको एउटा त्यो गर्ने होइन अनि अर्को पनिसमेन्ट चाहिँ नाक कोट्टाउने अनि हेर्ने अनि खाम 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 जस्तो गर्ने फेरि छोड्ने नाक कोट्टाउने खाम 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 जस्तो फेरि छोड्ने 10 चोटि गर्ने ल अब दोस्रो पनि पहिलो मेरो पनि सुन्नुहोस् पहिलो पनि तपाईँ जे पर्छ तपाईँ कुर्चीमाथि उफ्रिने दोस्रो पनि तपाईँ हाम्रो गाउँमा बाटो पिच गर्नु छ यहाँ अलकत्र बिच रोलर नभएर हामी अभावमा रोक्के हौँ तपाईँ हाम्रो गाउँमा आएर यहाँ बाटो पिच गर्न पर्यो गुडमुन्टी खेलेर तेस्रो पनिसमेन्ट तपाईँ साँप जस्तै हिँड्नुपर्छ म सिकाउँछु अब त्यो पनि म गरेर गरौँ मैले यस्तो गर्ने हो त गर्नुहोस् guys support me go उता त ट्र्यापिङ के भएको थियो ट्र्यापिङ गर न गाइस के हो त्यो साब हिँडेको आमा भयो म टिकटक भरि आउँछु भोलि भिडियो आमा ट्र्यापिङ गर के भयो सानी हो तपाईले यस्तै गर्ने हो फेरि आमा गाइस सबैले चाहिँ उता च्याबिन 5 हो कि हेर त बेच्नु ल मेरो परानहरु कता गयो के गरे कि धसारेको धसारे के गरे तर च्यापिङ के हो त्यो नि आएको कि च्यापिङ गर्नु पर्दैन टल्लै हेर्नु पनि लाटेर केरा बच्चा गाइस अहिले त सिम्पल थियो के भयो guys अब हाम्रो पाला guys go fast come on let's go team guys team let's go team guys okay guys team guys come on guys team booster please let's go team focus again please guys team 8000 मेरा मित्र guys let's go साथीहरु please guys 8000 guys team उता गएर हानि सक यार तला धोबी हान्त गाइस हाम्रो त यार के हो यार के हो दिदी तपाईले कुन चाहिँ भगवानको पूजा गरेर आउनु भएको थियो ड्याङ बाघ सकाइरा त अनि अरे हाम्रो गाउँ त चिडियाखाना जस्तो भयो यार एकातिर हात्तीको बच्चा एकातिर बाघ छ अनि यो दिनलाई रोला राजा गुल्टानी कोही पनि छैन हिम्मत वाला 8000 भ्युर सुक्या हो च्यालेन्ज गर्ने कोही पनि भएन यार लास्ट स्नाइपमा उडाउने होला हजुर लास्ट स्नाइपमा उडाउने होला बिग बाज वालाहरु सबै आउने होला बिजोकै हुनु हो कोही पनि छैन कोही पनि छैन मेरो कोही पनि छैन अब भन्नु त पर्यो नि त अनि लास्टमा हो नि त उड्ने अनि गिफ्टहरु गरिब भएरला कहाँ हुन्छ हौ
कतिजना हान्दो रहेछ नि हेर्छु म पनि त्यसरी झन्न पुलिसले खासै कडा नदो रहेछ दिले नत्र आज म धोबी खाने यार झन्न पुलिसले दिन नआउँदो रहेछ यार हुँदैछ पकड कस्तो जान्छ थाहा भइहाल्छ तिमीलाई साइकल खास के रे ल ठिक छ ल रेडी हुँ न त तिमीलाई कति भ्युअर्स हुनुहुन्छ भन त 7,600 भ्युअर 7,000 7,000 3 हटाइदिए बाद भइहाल्छ त त्यत्रो भ्युअर बोकेर लास्ट हेप यार बेज्जत भयो ल कस्तो बेज्जत भयो ल अझै खेल्छु म एक गेम लास्ट आउँ कुन गेम खेल्ने फेरि बाबा म त खेल एक गेम खेल्नलाई के भयो अघि 3 गेम भन्दा किन नखेला त पहिले 3 गेम कति बेला भन्नुभयो अघि नै बेस्ट अफ 3 खेल्नु भनेको नि मैले बेस्ट अफ 3 खेल्दिन के म 100 बेस्ट अफ 3 भ्युअर्स भाग्छ के अब हामीसँग गेम खेल्दा बेला बाक्सा गाइरा फाइदा भएर खेल्नुस् न गेम के भएर के फाइदा हुने भनेको जति फाइदा नि बाहिर जाउँछ त भने कस्तो कुराहरु अब हामीसँग गेम खेलेर तपाईले त्यो बाग आइरह फाइदा भइरह ढुकुटीबाट डलर आइरह के टेन्सन लिनु भयो यार एक गेम खेल्दिन मात्रै सिधि पेन्सन तपाईले खास त गर्न सिकान खास त भनेको न गरिन्छ म अबको पनिस के भन्नुस् अबको पनिसमेन्ट यहाँ म काँदैन होला के पनिसमेन्ट दिनु भन्नु थियो भाइलाई एकदम धोबीवाला भन्नु त अबको पनिसमेन्ट खुर्सानी पिसेर पानीको के हो पानीको खुर्सानी पिसेर खुर्सानी पिसेर के हो पानीमा हालेर बाटामा बस्ने भन्नु रे पार्नी बस्ने भने क्या पानीमा पार्नी अब अर्को के भनौँ भन त बाटामा एउटा भाँडामा बाटा लिने अनि बाटा भरि पारी लिएर छ्याम लाग्यो गर्नु एकछिन भाग ल यार दोस्रो के हो अर्को चाहिँ एउटा बाल्टीमा घोप्नु परेर टाउको यस्तो गरेर न बुरुक्क उभिएर लड्ने त्यसरी भोलि आडी बिहान जस्तो हुँदैन आइडी बिहान हुँदैन त्यही राति मैले नाटेको तेस्रो के भन्नुहोस् तेस्रो चाहिँ खाटा सुत्ने ए मेरो बुढी मलाई तिम्रो धेरै याद आयो मेरो बाबा आऊ छिटो छिटो आऊ भन्ने हुन्छ अब मेरो सुन्नुहोस् पहिलो पनिसमेन्ट तपाईँ पनि खुर्सानी माथि दोस्रो पनिसमेन्ट टाउको तल खुट्टा माथि सावर तेस्रो पनिसमेन्ट 1 किलोमिटर दौडिनु सुरु गर्नुहोस् तपाईँलाई यही पनि भनेको होइन यहाँमा कोही सोचिनु गाइस कोही त धोबी हाना गाइस मार्क्स लास्ट भयो लास्ट गेम VIP वेलकम ब्रो VIP वेलकम ब्रो रे कोही छ यहाँ हिम्मत लास्ट गेम गाइस के गरे तपाईले यही नाकभित्र हातको तर चाट्ला जस्तो गरेको होइन गर्ने गाइस अब चाहिँ धोबी हानी विचार छ होइन म 1 किलोमिटर दौडिन सक्दिनँ नेगेटिभ टिप्दैन कहाँ दौडिन अनि अर्को कुरो अनि अर्को टाउकोमा आमा भयो भोलि भेट ठिक छ भोलि आउँछु कति नाक पट्टाको छ्या हात कति गना अर्को पनिसमेन्ट यो पनिसमेन्ट भ्याइ अब अर्को पनिसमेन्ट खै ए अप्सन मात्र हो एउटा मात्र हो कहाँ पुग्यो हुन्छ अनि फर्स्टको पनिसमेन्ट कसले गर्छ नि फर्स्टको 3टा अप्सन हो तपाईलाई के थाहा न ए कति बाटो 3टा पनिसमेन्ट गर्छ भनेर कति बाटो ए हुन्न भाइ एउटा मात्र अप्सन गाइस एक गेम लास्ट प्लिज गाइस एक गेम जित्नु गाइस ओके हाम्रो मान्छे बोलाम गाइस सक्दिन नि फेरि बोलाउ गाइस कोन ट्रिपल चला गाइस गो फर्स्ट फोकस गेम प्लिज लास्ट गेम
Last game. Guys, triple, okay? Let's go team guys. अब उताकोले हानिसक्यो ए मेरा बा कोही छैन यार उतापट्टि के हो यो गाइस कोही छ गाइस हाम्रो उताको चमडा निकाल्न त सक्दिन नि ब्रो हुन्छ कहाँ हुँदैन यार हाम्रो ब्रदर आगोमा बल्ल गेम खेल्न मजा आउँथ्यो के यहाँ गाइस बुस्टिङ मात्र वेस्ट भयो सबै तर्छ यार कोही छ गाइस आफूले हान्छ रे आफूले हान्ने भए किन लाइभमा किन माग्दै बस्थे यार केटा नहुने कुरा अनि मेरा कोही पनि भएन यार डन इज ब्याक आफूले हान्छ भन्छन् फेरि मेरो वर पिछाबे आयो मेरा बा कुन दुनियाँको दुश्मनी हो यस्तो टेडी ब्रो वेलकम हाम्रो सक्दिन ब्रदर भक्ला बल्ल मजा आउँथ्यो हेर्न नत्र काम छैन आज उनीहरूसँग जुत्ने हाम्रो भएनन् अर्काको आडीबाट आफै हान्छ रे हो र त्यस्तो हान्नु त तपाईँले मलाई चिलायो नि पैसा चिलायो के भयो यार मलाई डर लाग्छ आफूले जित्यो भने चाहिँ हामीले चाहिँ के भन्ने नि त्यसपछि के भन्ने कमेन्ट पढायो मैले त कमेन्ट चाहिँ भुसिनाहरूको कमेन्ट चाहिँ भुसिना रे बिचरा हाम्रो भिउलाई चाहिँ भुसिना नहुनु नि यार अनि हामीलाई जे पाइ त्यही भन्नु पाइन्छ त होइन अब खै भएर त होला के रे मेरो भिउले के भनेछ त त्यो भाइको दमै छैन रे दम भए त मेडिकल आउँथ्यो के अरे दम चाहिँ आफैलाई भन्छ फेरि जुत्ने मान्छे आएन कि हाम्रो सक्दिन ब्रदर भएको पनि गाइस यस्तो स्कोरलाई त बिरालले गुछोडा छोड्नुहुन्थ्यो तर ब्रदर हामीसँग हुनु भएन के मजा आएन गाइस लास्ट गेममा हारेर त्यसरी अझम काम छैन गाइस हजुर आज थ्याङ्क यू सो मच दियो लास्टमा स्न्याप हानेर धोबी हान्ने भने बजा हो छैन कसले हान्छ बिचरा सबै तपाईँ जस्तो धनी कहाँ हुन्छ तपाईँको गिफ्ट रस्ते हाम्रो गिफ्टसँग पैसा क्या बिचरा साथीहरूसँग भ्युअरले मात्र केही हुन्न ल गाइस थ्याङ्क यू सो मच हाम्रो टपमा हुनुभएको हाम्रो ब्रदर रक्की ब्रदरलाई फलो गरौँ यस्तै हामीसँग टप टेडी ब्रदर सबैले उहाँलाई पनि फलो गरौँ यस्तै गरी उहाँको भिडियोलाई पनि हेरौँ ल गाइस ल साथीहरूलाई यस्तै गरी हामीसँग टपमा सरी हाम्रो यति बेला हुन्छ ऱ्याङ्किङमा कन्ट्रिब्युसन सरी श्याम श्रेष्ठ थ्याङ्क यू शरद पटेल थ्याङ्क यू प्रवीण पुन मगर कविन मगर एसबी थ्याङ्क यू उदा जिन्दगी थ्याङ्क यू डियर जिन्दगी थ्याङ्क यू असीम थ्याङ्क यू आशिष लामा थ्याङ्क यू थिङ ब्रो थ्याङ्क यू सो मच ल कमेन्ट पनि थ्याङ्क यू भन्नु परेन पनि थ्याङ्क यू भन्नु परेन कसलाई मेरो आफूले भन्ने मन नभन्ने आज थ्याङ्क यू माई लभ जुन थ्याङ्क यू सञ्जय थ्याङ्क यू विदिता थ्याङ्क यू रोसी थ्याङ्क यू अनि मेरो दाजुभाइ थ्याङ्क यू सो मच थ्याङ्क यू ल गर अब गर बिस्तारमा बसेर श्रीमतीलाई सम्झिन्थ्यो नि म त गर्छु मलाई त्यही कुरो धन्न पनि इजी दिनुभयो यार न त धोबी खाने यार हामीले यार मेरी माया सिरक च्यापेर है मेरी माया म तिमीलाई एकदम सम्झिरहेको छु माया तिमी कहाँ हो मेरी माया मेरो बच्चा तिम्रो यादमा मैले सिरानी चापेर बसिरहेको छु बाबा मेरो माया फोन गरेर रुनु न जोडी फोन गरेर रुनु हेलो माया श्रीमती ज्यू तिमी आउँछौ कि अर्को बिहा गरौँ हेलो हजुर प्रचण्ड सर हामीले जितिन् के रे बा हजुर मेरो माया भयो ल तपाईँसँग सकेनौँ किन खेल्ने डरायो के गराउनु हो तपाईँकोले त्यत्रो स्कोर आउनु तर्साउँछन् अनि त्यत्रो 7-8 हजार भ्युर बोके के काम लाग्यो त नि बेइज्जत छ भ्युअरले पैसा आउने हो र गिफ्ट तपाईँको दुईजनाले यहाँ त 4,000 भ्युअर डोमिनेसन राखिरहन् गाइस खेल्दिनु साह्रै चक्चक गरेर खेल्ने गाइस कोही छ कोही छैन मेरोमा हिम्मतवाला जुट्ने मान्छे कोही भएन क्या मेरा
1 गेम प्लेयरलाई काम छैन गाई पेले भनेर भएन साथीहरु यसो अलिकति हान्ने मान्छेले भन्नु पर्यो साथीहरु जो हान्ने मान्छेको टुप्पो लाएर बस्नु आहा सक्दैन के मसँग खेल्न भिआइपी प्रोग्राम कस्तो भन्नुस् के पर्छ भन्नुस् फेरि खेली एट्रेसिटी लो बिजोके बोला परिचय गरा झाडी भयो भाइले यार गाई के पनिसमेन्ट दिने भन्नु त अत्याधिक मेरो भेलो तपाईले मेरो भन्दैन नि खुर्सानी दिए भन्दै भन्नु त तिमी आउँछौ कि अर्को बेट 1-2 लाख खान्छ स्कोर पनि कहाँ सक्दैन हामी गाइस यार सक्न पर्ला कि त्यो जुत्नको लागि कि त हामीसँग यहाँ अमितजी हुनु पर्यो कि त हाम्रो सक्दिने प्रोग्राम हुनु पर्यो अन्त कहाँ हो तपाईँ यार के पनिसमेन्ट दिने भन्नु खतरा छ म त नजाने के हो यो नागिन डान्स यो भाइ चाहिँ त्यतिकै नाचिन्छ अरे भर्खरै त्यो काम छैन अहिले त्यहाँ लडबडेर बनाएन हुन्न फेरि पनिसमेन्ट गर्न भन्दा अगाडि लडबडिने हो लडबडिने ल तपाईँको पनिसमेन्ट भनेको एउटा बाटामा खुर्सानी पिस्ने खुर्सानी पिसेर अनि पानी राखेर बस्ने त्यहाँ चाम्लाङ चाम्लाङ खै त्यो गरे कस्तो गरे तपाईले अप्सन दिएको हैन नगर्ने कि चुली नगर्ने सजिलो भयो अब अर्को भन्नु त गाई अप्सन हामी बुझ्न पर्छ नि अनि अर्को चाहिँ पढ्नुलाई यहाँ मेरो भ्युअरले अर्को के भन्नु भन छिटो भन्दा मेरो भ्युअर्सहरूलाई नि इन्जोय हुनु परेन मजा हुन्न नि 5 मिनटसम्म खुर्सानीमा बस्ने फेरि है फेरि पुरुक पुरुक हुने होइन फेरि दोस्रो अनि एउटा अर्को पनिसमेन्ट चाहिँ तिमी 1 किलोमिटर कुद्ने है तेस्रो गर्दै तेस्रो अनि अर्को चाहिँ हिलो खनाउने हो हिलो खनाउने बनाउनु त पर्यो नि त नि सजिलो पनिसमेन्ट रोजेर त कहाँ हुन्छ त हुन्छ उतापट्टिका मान्छेले पक्का सिकाहन आज गाइस उतापट्टिका मान्छेले सिकाहन मलाई थाहा छ उतापट्टि मान्छे छ उता डेन्जर प्ले गर्ने मान्छे हामीसँग छैन गाइस सेम रे माहौल तात्ने गाइस हाम्रो माहौल तात्ने के साथीहरु यार यसो अलिकति प्ले गर्ने मान्छे भए पनि त जाँगर आउँथेन गाइस कोही छैन यत्र जान्दैन आगा हात के हाल्ने यार पुनः होला मलाई गाइस कसो 7000 भ्युअर मात्र छ यसो प्ले गर्ने कोही पनि छैन अनि यार के गरौँ गाइस जान्छु ल नहला भो छैन उताबाट 1-2 लाख हान्छ सिधै कडा कडा पनि दिन थालिसक्यो उताले शिकार ट्याङ डेन्जर प्लान गर्न लागिसके अब हमरा प्ले गर्ने कोही छैन के खेल्नु जाम ल गाइस ल हुन्छ खत्तम म गएला डराए तपाईका मान्छेहरु छन् हाम्रा कोही पनि छैन अब मेरै भ्युअर उतापट्टि गएर सिकाएर मलाई धोबिहान्न खोजिरहन मलाई थाहा छ 1-2 लाख स्कोर हानेका छ उतापट्टि गाले गाइस थोरै स्कोर हैन गाइस हैन सिधै धोबिहान्छ मलाई थाहा छ गाइस सिधै एकजना मान्छे मात्र मेलामा प्ले गर्ने भएको भए मलाई हिम्मत आउँथ्यो एकजना मात्र मेलामा प्ले गर्ने मान्छे हो मलाई हिम्मत आउँथ्यो एकजना पनि छैन प्ला पर बस्नी अनि कहाँ हुन्छ अनि सिधै हार्छु म त 100% हार्छु गाइस हा छेरुवा सबै छेरुवा किन रुवा म पूजा दिस किन रुवा बेद किन डरा हामीले साथीहरु लास्ट यार बियरहरु के टल्लै हेर्न म त आयो तिम्रोमा चलो सेम कोही पनि छैन मेरोमा तरमा खेल्छ हिम्मत जुटाएका छ के 7000 भ्युअरले पछि फर्किनु छैन लानुस् ओ जब हिलोमा डेली खाना के लुगो गरे मेरो लागि गाइस आइकन ट्विट यार हिलो यत्रो सिटे गाइस के छैन गाइस लाइभ प्लिज लाइभ गाइस बोलाम गाइस कोही छ गाइस ओके गाइस कम ऑन ट्रिपल चलो गाइस के छैन गाइस ढुक्क गाइस हिलो खाना यत्रो सुक्ने हो चलो गाइस फास्ट कम ऑन ट्रिपल लेट्स कम ऑन टीम गाइस फास्ट ओके हिम्मत जुटा गाइस कम ऑन ट्रिपल चला फुल स्टॉप लाओ त नि दिदीले यसो गर्छ नि के हो र ए बोल बैक के गर्छ दिदी यार दिदी त्यस्तो नगर्नु दिदी म त्यस्तो मान्छे हैन यार बैक यसो गर्छ नि बैक
त्यस्तो नगर्नु यार थ्याङ्क यू ब्रो स्काई ब्रदर रेस्पेक्ट 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 गाइज हिम्मत नर गाइज सक्दिन ब्रो कहाँ जानुभयो कहाँ सक्दिन ब्रो कहाँ जानुभयो गाइज यार उतापट्टिको साह्रै चुरीफुरी धेरै चर्बी बढेको चर्बी गाइज उतापट्टि उतापट्टि धेरै चर्बी छ गाइज कोही छ गाइज मेरोमा 30 सेकेन्डमा बुस्टिङ गरेर उत्तान पारेको गाइज कोही छ यहाँ लास्टै च्यालेन्ज गरे हामीलाई लास्टै के गाइज लास्टै हेपे गाइज यार माकसम भयभरका बुस्टिङ फालेको गाइज स्काई इज हाई ब्रदर नेभर गिभ अप ओके गाइज अमित जीलाई बोलाम यहाँ हाम्रो मनोज दाइलाई पनि बोलाम यहाँ बिग म्याच आमालाई भ्युर मागेका सबैलाई बोलाम यहाँ थ्याङ्क यू युवराज मेरो दाइ युवराज मेरो थ्याङ्क यू दाइ गाइज गो 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 फास्ट 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 कम अन अब हिलो खानु पर्छ यार गाइज कोही छ बाहिर पानी परे हा गिल्ला तपाईले बोल्दा बोल्दा यसो गर्नुहुन्छ यार ध्याट दिदी यार त्यस्तो ध्याट त्यसरी त युनिभर्स आइहाल्छ नि अनि बोल्दा बोल्दा यसो गर्छ यार केटा यार ध्याट जारी फिल्ममा दुलैको न्युरमा मर्को भाइले जस्तो यो गरेको चाहिँ खै के भन्छ यार त्यस्तै भयो यार गाइज यार ध्याट दिदी गाइज 30 सेकेन्डमा बुझ्छु फाला कोही छ गाइज हिम्मत गाइज उतापट्टि पनि एक बाल्टी हिलो खान त गाइज मलाई हात्तीको बच्चा नुहाएको मलाई हेर्नु छ गाइज बुस्टिङ फाला लास्ट गेम बुस्टिङ फाला गाइज बादल फाला बुस्टिङ फाला किन यस्तो पिछोडा जल्यो साथीहरुको तपाईहरु किन डराउनु भयो गाइज जाब दुईटा उतापट्टिको देखेर डराएर हामी यार गाइज बुस्टिङ फाला गाइज नत्र पनि हाफ दिने त्यसरी ह्यान्डसअप गर्ने हिँड्ने अब काम छैन अब कोही भन्ने मेरा यार तर गाइज वेल प्लेड really appreciate guys Sky brother respect यार दाइ यार वेल प्लेड मेरो दाइ अनएक्सपेक्टेड ब्रो धोबी खाना भन्दा कम से कम अघि जस्तो बेजस्ता भएन नि कम से कम केही न केही खेल्यौं नि हामी अघि जस्तो बेजस्ता भएन नि केही न केही त गर्यौं नि हामी गाइज एला भन्छ पावर आरके फ्यामिली गाइज स्काई इज भाइ ब्रदर सबैले फलो गर्नु गाइज संगीता सिस्टरलाई फलो गर्नु गाइज युवराज थापा मेरो दाइ थ्यांक यू टेडी ब्रो रेस्पेक्ट डन लभ यू एन्सर बाबु हग यू मनोज थ्यांक यू सन्दीप पाठक सरज पडल परबिन पुनमगर चलो अझै खेल्छु म अझै खेल्छु म ला तिम्रो कतिको युनिभर्स आन्छ अझै खेल्छु म हिलो खान गएँ अझै खेल्छु म अब भन्नुस् पनि अब भन्नुस् मेरो लाटो रिस मलाई अझै खेल्छु म त्यसरी कति हान्छु लु कतिको आन्तरिकताको लु म अझै चलो यति पनि सुनेर म हिलो खान गएँ चलो अझै खेल्छु म भन्नुस् के हो पनि सुना भन्नुस् खेल्दिन के कति खेल्ने हो र कति डराएको र भने आउनुस् अघि त मलाई डरा भनेको नि आउनुस् टाढा भइसक्यो कति खेल्ने बल्ल गेम च्यालेन्ज भइरह बल्ल त मेरोमा 9000 भ्यू थपिनु भयो ल आउनुस् अब मजा कतिको युनिभर्स हान्नुहुन्छ बाघ म हेर्छु लु चलो सुरु गर्नुस् म हिलो खान रेडी भएँ आउनुस् किन डराएको र भने किन डराएको म खेल्दिन तपाईले मेरो भ्युअर्सहरुलाई झ्याउ लाग्यो के किन झ्याउ लाग्यो नि यार गेम इन्ट्रेस्टिङ भइरह तपाईले डलर झरेर के टेन्सन लिनु आउनुस् तपाईको भ्युअर्स मेरो भ्युअर्सलाई झ्याउ लाग्यो के मलाई यस्तो मोटो मान्छेको दिमाग कति सानो हो डराउनु भो मलाई पनिशमेन्ट गर नि मलाई म गर्छु ल रेडी छु म त पुरापट्टि पुगिसक्यो छैन 2-4 युनिभर्स हाने पुगिसक्यो किन त्यो गरमसिलो भएर हुन्न अरे यार त अब एक बाल्टी हिलो खाने मेरो लागि के ठुलो भर्खर खान्छ म ठुलो छ मसँग खेतबारी छ दुनिया छ म हिलो खान्छु तर आउनुस् दुईटा हिम्मत जुटाउनुस् आउनुस् पुगिसक्यो नखेल भन्नु भयो त होला त्यही भएर आउनुस् न अघि तपाईँले मलाई हेपे होइन म जान लागेको मान्छेले भाइ डरायो कोही छैन 7000 भ्यूले के हेरेर बसेको भनेको नि तपाईँले हिम्मत जुटाउनुस् मान्छे बलियो हुनुहुन्छ दिमाग नि बलियो राख्नुस् आउनुस् लास्ट गेम आउनुस् यत्रो सिटी म खेल्दिन के हो के आज म तपाईँ के डर छेरुवा मान्छे जा यस्तो भइसक्यो खेलेको अनि यत्रो लेभलका मान्छे आको भाइसँग खेल्नु पनि एउटै लेभलका मान्छे एमबी भएर के डराएर बसिरह यार के डराएर बसिरह यार गेमबाट पनिशमेन्ट गरे के गेम इन्ट्रेस्टिङ भइरहेको छ त तिमीलाई पनि इन्ट्रेस्टिङ भयो त मलाई भयो त अनि कि आफूले हान्नु भएको र त मलाई शङ्का लाग्यो मलाई तपाईँले आफैले अरू गाडी युज गर्न हाने जस्तो लाग्यो मलाई त अनि त्यही भएर पनिसमेन्ट पनि इजी दिनुभयो अब अरू कोइन बात कडाकडा दिइहाल्छ नि म त हिलो खेल्छु भनेको तर उहाँ लास्ट च्यालेन्ज मेरो टिमलाई लास्ट च्यालेन्ज गर्नुभयो के पक्कै नै पैसा सक्यो होला यसरी हिलो खालाको हेर्ने के एउटा त्यो बुक गर सुरु गर
अबे यार हिम्मत छ भने पेले गर्न भन्नुहोस् यार के हेर्ने म गर्छु के ठुलो कुरो के हो र भन्ने के कचोरी हिम्मत गर्ने 400 रुपैयाँ तपाईँलाई भोलि गेम खेल्न मन लाग्दैन र अरू खेल्नु परेन भने के भिउजलाई इन्टरटेन गर्नु परेन 400 हाल्छ तिमी अनि के डराएको तपाईँ छ्या यस्तो यार यसरी धोबी हानेर तपाईँ धोबी हानेर भाग्ने भए भोलिदेखि नआउनुहोस् यार सिधै कुरो यार धोबी हाने भागिन्छ एकचोटि खेल्ने भने तिमीले फेरि थपेर दुईचोटि गरायो फेरि थपेर तीनचोटि अनि चारचोटि भयो पाँचचोटि गराउने गेम इन्ट्रेस्टिङ भएको बेलामा तपाईँ फुत्त भाग्नुहुन्छ जब माहौल ताते बेला भाग्नुहुन्छ अनि भोलि बेला तपाईँसँग म कसरी जोड्नु भन्नु त किन यो हिलो खनाइदिनु अनि मेरो भ्युअर्सहरूलाई इन्ट्रेस्टै भएन कि त्यही भएर के कतिजना भ्युअर भन्नुहोस् मेरो 43 छ अनि त्यो इन्ट्रेस्ट नम्बर आएको भ्युअर्स हो गेम रमाइलो भएर नि आउनु भयो त्यहाँ तल कमेन्ट गर्ने साथीहरूले भयो कट गर्नु अर्कोसँग खेल्नु पुँजी सक्यो अब हिम्मत छ भने साह्रै हिम्मत छ भने आउनुहोस् न यार अघि मलाई तपाईँले हेपेको होइन लु तपाईँसँग गिफ्ट छ नि मसँग भ्युअर्स आउनु जुदाम अघि किन हाने त मेरा बल्ल मान्छे आयो नि तपाईँले हाने छ नि त अनि मलाई पनिसमेन्ट गरेर न अनि त्यसरी कुरा गर्नु भाग्नु तपाईँ यार भोलिदेखि आउनुहोस् पनिसमेन्ट गर पहिला 4 सम्म रोको रोइ गर्ने अहिले पनि रुनी फेरि धोबी हानेर भाग्नु तपाईँ यार हो पानी पऱ्यो भने बेला डरायो धनी यस्तो 4 गेम खेल्छ के डराउने र यो भाइ रोको हेर नि आमा म त कहाँ जाने हो मनुष भाइले डरायो भन्नुभएको रहेछ के खान डराउने हो र म देखेनौ अघि दम देखेनौ अब त उसले बोलाइसक्यो फोन गरेर के खेल्ने नहेल्ने सिधा फ्रन्टमा खेल्ने फ्रन्टमा होइन हो ल भाइ छिटो गर अर्कोबाट गेमबाट आइसक्यो छिटो हेर्नुहोस् मजा आयो गाइस हाम्रो भ्युअर्सलाई मजा आयो ठिक छ नि होइन नचाएको होइन मजा आएको ल भाइ गएँ म है फेरि भेटौँला भेट्दै गरौँ है त डराउनु भयो अर्कोपट्टि साक्राई गरी के डराउनु भयो है उतापट्टि सबै लास्ट गेम भने के किन डराएको डराएको होइन के म अब अर्को गेममा जान्छु यसरी धोबी हानेर त भागेर नआउनुहोस् यार अनि 4 चोटि भइसक्यो धोबी हानेको कतिचोटि हान्ने हो र काम नपाए त दिने पहिला सुरुमा तिमीलाई मैले 3 गेम खेलौँ भने तिमी मानेन एक गेम गऱ्यो 3 गेम कम्प्लिट 3 गेम कम्प्लिट 4 गेम कम्प्लिट तपाईसँग मान्छे भएको लास्ट आउनु छैन म हार्दिन वाह 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 गएँ म